हेलो सबैजनालाई यो भ्लग सुरु गर्नुभन्दा अगाडि चाहिँ म सबैजनालाई ह्यापी न्यू इयर भन्न चाहन्छु। आज चाहिँ म राति नै भ्लग स्टार्ट गर्दैछु। यस्तो राति कहाँ जान लाग्यो भनेर तपाईहरुले त सोचिरहनु भएको होला। अभियसली कसैले त गेस पनि गरिसक्नु भयो होला। म चाहिँ अहिलेसम्म पनि राति कतै घरबाट बाहिर निस्केको थिएन। यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो र म एकदमै एक्साइटेड भइरहेको छु। हिउँ परेको भएर बाटो पुरै हिउँले ढाकिएको थियो, तर पनि नयाँ कुराको एक्सपिरियन्स गर्न कसले रोक्न सक्छ र? अभियसली कसैले पनि सक्दैन। त्यही भएर हामी निस्क्यौं घरबाट। आज चाहिँ न्यू इयर इभ हो अनि हामी चाहिँ फायरवर्क हेर्नको लागि चाहिँ हेलसिन्की आएको छौँ। हामी दुईजना राति अहिले चाहिँ ठ्याक्क रातिको 10 बज्न लाग्यो। ठ्याक्क 11-12 बजे सुरु हुन्छ होला। अनि वरपर पटाकाहरू चाहिँ पड्काइरहेको छ, तर देखिरहेको चाहिँ छैन। अनि रातलाई चाहिँ भोक लागेर अब हामी चाहिँ के खानेकुरा खानको लागि पसल जाँदैछौँ हैन। क्रिसमस ट्री बाहिर चाहिँ धेरै जाडो छ। मैले अघि गरेको मेकअपै मेटिसकेछ। कामै लागेन मैले मेकअप गरेको। म अब जान्छु। मेरो माथि झिलिमिली हेर्न सक्नुहुन्छ। कस्तो राम्रो छ मेरो स्टाइल बनाएको। मलाई चाहिँ त्यो स्टार अति नै मन पर्यो। त्यही भएर म चाहिँ अझै माथि फ्लोरमा गएर स्टारको फोटो भिडियो राम्रोसँग लिन्छु भनेर अझै माथि गएर फोटो खिच्न थालेँ। हामी चाहिँ साथीहरू भेटेर अब चाहिँ हामी फायरवर्क हेर्नको लागि जाँदैछौँ। 4 जना ग्रुप। आऊ न। जाडो भयो गाह्रो भगर पनि गाह्रो है। खै आउँदैन पटकै पड्काउँदैन। हामी चाहिँ अहिले पटका पड्काएको हेर्दैछौँ। वाउ ए रुखले छेकिरह मलाई चाहिँ। वाउ पखल्ला एकछिन। अहिले चाहिँ हामी अब लाइभ म्युजिक हेर्न आएको। लाइभ म्युजिक चाहिँ बल्ल स्टार्ट हुन लागेको छ। अहिले भइसकेको छैन। टाढो भएर हामी कफी खान आएको मार्केटमा। Happy New Year भन्दै हो। Happy New Year.
ननस्टप है। अनि यहाँ चाहिँ चिसो भएर एकदमै चिसो भएर मेरो खुट्टा भुइँमा राख्न नहुने जस्तो भइदिरहेको क्या चिसोले। रमाइलो भयो, लाइभ म्युजिक हेऱ्यो। अनि अब चाहिँ हामी घर फर्किने तयारी गर्दैछौँ। घर फर्किनुभन्दा अगाडि चाहिँ यता पटका हेर्नु, कति धेरै पटका पड्किरहेको जताततै। यता माथितिर पनि यता चाहिँ धेरै पड्किरहेछ। लगाइदेऊ त। कस्तो राम्रो क्यान्डल राखेको। अनि हामी चाहिँ यता पटका पड्काउने ठाउँतिर आइरहेको छ। जताततै पटका पड्किरहेको छ अहिले। आज चाहिँ हामी चाहिँ न्यु इयरको कन्सर्ट हेरेर रमाइलो गरेर हेलसिन्की डुलेर फायरवर्क हेरेर अनि प्याक ट्रेनमा बसेर तीनटा ट्रेन चेन्ज गरेर अहिले चाहिँ हामी घर आइपुग्यौँ। घर आइपुगिसकेको छैनौँ, हामी चाहिँ जाँदैछौँ। यस्तो हिउँको बाटो हेर्न सक्नुहुन्छ, यहाँ हिउँै हुन्छ जताततै रमाइलो भइरहेछ। अनि अब हामी चाहिँ यताबाट हामी घर जाँदैछौँ। बाई बाई सबैजनालाई। अब हामी नेक्स्ट ह्याप्पी न्यु इयर सबैजनालाई। अब हामी चाहिँ नेक्स्ट भ्लगमा मिल्छौँ है त। बाई।